वेलकम टु प्रातिस ब्लग। अनि आजको ब्लगको स्पेशल चाहिँ के हो भन्दाखेरि चाहिँ साउन संक्रान्ति आउँदैछ 2 दिन जस्तोमा। अनि मैले चाहिँ आज मेरो साथीहरूलाई चाहिँ मेहन्दी लगाम भनेर बोलाएको छु। अनि मैले केही स्पेशलहरू पकाएको छु, उनीहरूले पनि स्विट्सहरू ल्याउँछु भनेको छन्। जस्ट वेटिङ फर देम। अनि म चाहिँ आज ग्रीन कुर्ता लगाम कि येल्लोमा कन्फ्युज भइरहेको थिएँ। एन्ड देन आई डिसाइडेड अन दिस येल्लो। अनि पछि चाहिँ अब हेरौँ है त हामीहरू के गर्छ यो ब्लगमा भनेर। त्यही हो बुढो के छ। अब हामी टिकटक बनाउने होइन नक्कली। म चाहिँ यहाँ पुरी बनाउँदैछु, ठिकै गोलो बन्छ। अनि उत्सवले चाहिँ मलाई यस्तो गर्न हेल्प गर्छन्। अनि अरू कुरा चाहिँ मैले हिजो राति नै बनाएर राखिसकेछु, पुरै फ्रिज टनाटन छ। कडा भयो त है बेबी। देखाउन यहाँ देखाउँ धेरै पुरी बन्दैछ। अब देखाउँछु है त मैले के बनाएको छु भनेर है त। अनि पछि चाहिँ ल बुढो देखाऊ है तिमी। यहाँ यो चाहिँ पुरी, यो चाहिँ हामी बुढाबुढी 2 जना मिलेर बनाएको हैन। यो चाहिँ जेरी सुगर थिएन अनि ब्राउन सुगर युज गरेर बनाएको। यो चाहिँ उत्सवले बनाएको हैन, तर मिठो छ। अनि पछि यसो गरौँ है, फ्रिजबाट झिक्दै देखाउँ है। अनि यहाँबाट अनि मिलाएर। अनि यो चाहिँ मैले फर्स्ट टाइम भटमास अनि बदाम सादेको बनाएको। अनि पछि वेट ल ए फेरि खस्ला भन्ने डर यार। अनि पछि चाहिँ यो चाहिँ मेरो स्पेसल आलु अचार नेवारी टाइपको बनाएको मैले। अनि पछि यो त सिधै देखा मलाई बुढो, म त एउटा हातले उचाल्न सक्दिनँ। अनि यो चाहिँ मटर तरकारी हो। अहिले म एकछिनमा अहिले फेरि फ्रिजमा, यो चाहिँ मटर तरकारी हैन, तताउनु पर्छ। यो चाहिँ मैले हिजो राति बनाएको भ्याउँदैन भनेर। अरू के छ रे यो। अनि वाटरमेलन फ्रुट्स काटेको, वाटरमेलन काटेको छु। अनि चाहिँ अब त्यही। अनि यो पनि देखाउनु बुढो। अब यो मैले यहाँ रेडी गर्नु छ, ब्लुमिङ इन श्रावण भाइब्स। अनि पछि मेहन्दी, मेहन्दी। अनि हामी टिकटक बनाउने। ल कस्तो देखेको छु म। उत्तम भाउजू हेज डन के भन्छ भाउजूको ड्युटी। मैले तिम्रो बुढीलाई चाहिँ चुरा किनिदिएको छु रे के। अनि पछि चाहिँ त्यही हो, दिस इज माई मेकअप फर टुडे। मलाई खासै आइलाइनर चाहिँ लाउनु आउँदैन। अनि बट आई थिङ्क इट लुक्स ओके टुडे। अनि मैले चाहिँ अहिलेसम्म कहिले नै आइब्रो थ्रेडिङ गरेको छैन। यो मेरो नेचुरल हो है, लकी मी। अनि यसको चाहिँ सल रहेनछ, त्यही भएर अनि अर्को कुर्ताको सल लगाएको। यहाँ चाहिँ प्रतिज्ञा रेडी हुँदै उसको फर्स्ट साउने संक्रान्ति एज अ वाइफ। के भन्नु छ उत्तमलाई। हेलो ल मिसिङ भयो भनेर अनि ब्राउन बनाएको, ढुङ्ग्री बनाएको। ओ माई गॉड, टुप्पी बनाएर दिदी कति प्रिटी देखिनु भएको। आफू प्रिटी लगी। आ बेबी आन्टीले हग गर। ओ यार कपाल बाँधेको हेर्न यसको कति लताउने हो। अंकल जस्तै भयो। खोइ त ओ साई हुन्छन् के भएर। के छ दाइ। All good. How are you? छ दाइ। चौचौ आन्टीलाई लिएर आन्टीलाई यताबाट जाउँछ। हो ल ल जाऊ। कपाल बाटी चिटिक्कै परेर। कस्तो छ बुढो आजको तयारी। एन्जेला रिची आन्टीले बिबीलाई खै नाइकीको टी-शर्ट। ह्यापीबाट गिफ्ट। कपाल स्ट्रेटनर युज गरेर कल। रश्मि दिदी थ्याङ्क यू फर कमिङ। यो चाहिँ हाम्रो ब्लगलाई है ब्लग। अब चुरा आएको छ टेक्सासबाट, कुसुमको हाम्रो ग्ल्यामबाट। आसमा थ्याङ्क यू एन्जेला अर्डर गरेकोमा। ओ माई गड।
ल ल ए दिदी कपडा लगाइदिनु ल लगाइदिनु अब हेर त यहाँ उसले त लगाइदियो मलाई यो त भएन है प्रेजेन्ट ल मैले चाहिँ बहिनीको मेहन्दी लगाएको लगाइदिएँ यो मजाको मैले रात गिफ्ट दिन नरेको हो मैले -10 आजको मेहन्दी देखाऊँ made by Oh, wow. made by present. Wow! Flower for a flower girl. Then finally हामीले हाम्रो बुढाहरूसँग एउटा टिकटक बनायौँ. I think it was second take. अनि कपिराइट इस्युले गर्दाखेरि चाहिँ म्युजिक हालेको छैन. And then we clicked some of the pictures. अनि त्यही हो, it was so much fun. Thank you girls for coming and making the day special. I love you.